आज पनि फेरि जेरेनियमकै भिडियो लिएर आएको छु। अनि आज चाहिँ अस्ति मैले कालेबुङबाट ल्याएको जेरेनियमहरू जुन मैले अनबक्सिङ भिडियो हालेको थिएँ त्यहीहरू नै रिपोर्टिङ गर्नु आँटेको छु। अनि यो लिफ मल चाहिँ मैले हिजो ल्याएको लिफ मल हो। अनि हिजो आजको लिफ मल चाहिँ पुरा सुक्खा हुँदो रहेछ नि त, त्यही भएर रोप्नु पनि त्यस्तो मजा नै नआउँदो रहेछ। अब पानी पनि परेको छैन, अब सुक्खा सिजन सुरु भएको नि त, ड्राई सिजन, त्यही कारणले लिफहरू पनि पुरा सुक्खा हुँदो रहेछ। हुनु त राम्रै हुन्छ, मजाले छानेर बनाउनु भयो भने राम्रै हुन्छ, त्यस्तो नराम्रो त्यस्तो त केही हुँदैन। तर अब बेसी ड्राई भएर चाहिँ मलाई चाहिँ अब त्यस्तो मजै नआएको नि त यसरी फुल रोप्नु पनि। अनि बेसी ड्राई भएको कारणले गर्दाखेरि चाहिँ मैले चाहिँ के गरेँ भन्दाखेरि लास्ट इयरको जुन मेरो पुरानो बोटको जेरेनियमहरू थियो तिनीहरूलाई पनि रिपोर्टिङ गर्नुपर्ने थियो नि त। अनि तिनीहरूलाई चाहिँ सबै त्यो लास्ट इयरको पटको जेरेनियमको मलहरू सबै निकालेँ, अनि जेरेनियमलाई पनि निकालेँ। अनि 30/40 लास्ट इयरको चाहिँ 30 अनि 40 होइन, लास्ट इयरको 30 अनि यो लिफ मल चाहिँ 70% गरेर चाहिँ मजाले मिक्स गरिदिएँ। अनि लास्ट इयरको जुन पुरानो बोटहरूलाई पनि त्यसरी नै रिपोर्टिङ गरिदिएँ। अनि मेरो चाहिँ ह्याङ्गिङ जेरेनियम थियो नि त लास्ट इयरको चाहिँ, अनि तिनीहरूलाई पनि त्यसरी नै 30/70हरू गरेर चाहिँ मिक्स गरेर अनि रिभर स्यान्ड पनि एड गरेँ, निमखली, अनि मजाले मिक्स गरेर लगाइदिएँ। योहरू चाहिँ मैले अस्ति रेनी सिजनमा सारेको थियो नि त, बिरुवाहरू मजाले आइरहेको थियो, अनि त्यहीहरू पनि सारिदिएँ। मेरो चाहिँ यहाँनिर मल अलिक उब्रियो नि त, त्यही कारण जति पुग्छ त्यति नै गरेको। अनि योहरू चाहिँ अस्ति मैले बजारबाट ल्याएको जेरेनियमहरू हो, 5वटा 6वटा ल्याएको थिएँ। अनि त्यसमा अरू घरकैहरू पनि एड गरेर मजाले रिपोर्टिङ गरिदिएको छु। योहरू चाहिँ ह्याङ्गिङहरू हो, मैले लास्ट इयर नै रोपेको थियो, अनि अझै गर्नु बाँकी नै छ। थ्याङ्क यू सो मच।